साथीहरू, यो कहानी हो जब म बाबा विदेशदेखि नेपाल आउँदा काठमाडौँमा साथीको कोठामा बस्दा साथीको दाइले मेरो पुथीमा सुन्निने गरी चिकेको थियो। मेरो नाम करुणा हो। म अहिले 17 वर्षको भएँ र बिहानै बाबाले विदेशदेखि फोन गर्नुभयो र भन्नुभयो म पर्सि बिहान काठमाडौँ आउँदैछु, तिमी र आमा लिन आऊ है। म पनि काठमाडौँ जान नपाएको धेरै भएको थिएँ, त्यसैले खुसी भएँ। हामी बिहानै पोखरादेखि काठमाडौँ लाग्यौं। आफन्तको नाममा मेरो गाउँको साथी काठमाडौँ बस्थे, त्यसैले हामी त्यही बस्ने निदो गरिन्। दिउँसो 4 बजे पुगिन्। साथीको दाइ पनि हुनुहुँदो रहेछ। हामी 4 जना भएर खाजा खायौं। आमा र साथी भान्सामा खाना पकाउन थाल्नुभयो। म भने गर्मी भएको कारण पातलो हाफ सर्ट र हाफ प्यान्टमा मोबाइल चलाउन व्यस्त थिएँ। नजिकै साथीको दाइ थिए। उहाँ पनि मोबाइल हेर्दै हुनुहुन्थ्यो। छोरा मान्छेको जात साइडमा त्यति राम्री केटी अझ अर्धनग्न रूपमा हुँदा कसले हेर्दैन र। सर्ट पातलो भएको र मैले सर्टभित्र केही नलगाएको हुँदा मेरा दुधका मुन्टाहरू देखिएको थिए। त्यसै मेरो सानो उमेरमा भोगटे जत्रा भएकाले होला दाइको आँखा मेरो दुधतिर थियो। मैले दाइलाई जिस्काउँदै के हेर्दै हुनुहुन्छ भने झस्किएर मोबाइल हेर्न थाले। केही होइन भन्दै उहाँ नुहाउन जानुभयो। मलाई टोयलेट लागेर गए। टोयलेट र नुहाउने ठाउँ नजिकै थियो। दाइले नुहाउँदा ढोका लगाउन बिर्सनु भएछ। मैले लुकेर हेरेँ। आमा हो दाइको त कति कालो मोटो लामो औजार थियो। उहाँ हाँस्दै हान्दै हुनुहुन्थ्यो। सायद मलाई सम्झिँदै हस्त हान्दै हुनुहुन्थ्यो होला। जर्नी सेन्सको भन्दा ठुलो थियो दाइको त। केही समयपछि उहाँले सेतो पानी फाल्नुभयो। मैले नि फिल्म हेर्ने गर्थेँ। आज आँखा अगाडि देख्दा कस्तो मलाई नि हस्त हान्न मन लाग्यो। त्यसैले म मेरो कोठामा गएर जर्नी सेन्स नयाँ खलफको भिडियो हेर्दै हस्त गर्न थालेँ। म हस्त गरिरहेको दाइले पछाडिको झ्यालबाट देख्नु भएछ। अनि त्यही झ्यालबाट मेरो कोठामा पस्नु भएछ। म भिडियो हेर्दा दाइ आएको थाहा पाएन। म बिना कपडामा थिएँ। एक्कासी चिसो हात मेरो शरीरमा आयो। म झस्किएँ। दाइलाई देख्दा केही बोल्नै सकिन। उहाँ केही नबोली म माथि झम्टिन थाल्नुभयो। म चुपचाप बस्ने बाहेक केही उपाय थिएन। दाइले किस गर्दै मेरो बुबु खेलाउन थाल्नुभयो। आजसम्म कसैले नछोएको मेरो बुबु उहाँले छुँदा निकै असहज भयो। केही भन्न सकिन। मेरो टिसी पानी पानी हुन थाले। दाइलाई नगर्नु पनि भन्न सकिन। बिस्तारै दाइले आफ्नो कपडा खोल्नुभयो र मेरो पोथीमा हात छिराउन थाल्नुभयो र दुधको मुन्टा चुस्न थाल्नुभयो। म छटपटिरहेँ। अनि दाइले आफ्नो लाडोलाई मेरो पोथीमा खेलाउन थाल्नुभयो। बिस्तारै छिराउन थाल्नुभयो। मेरो पहिलो चोटी भएको भएर होला छिर्दै छिरेन। त्यसैले दाइले आफ्नो लाडोमा थुक लाउनुभयो र फेरि छिराउन कोसिस गर्नुभयो। यसपालि मेरो टिसी चिप्लो भएकाले लाम्मै छिर्यो। म कराएँ तर दाइले मेरो मुख पहिले नै थुन्नु भएकोले कसैले सुनेनन्। त्यति ठुलो र पहिलो पटक भएकोले निकै पोलेको र दुखेको थियो। केही समयपछि दुखाइ कम भयो। अब दाइलाई अलिक सजिलो भएको भएर छिटो छिटो गर्न थाल्नुभयो। आमा हो दुखेर निकै कराउन मन थियो। आमाले सुन्नुहुन्छ भनेर कराउन सकिन। केही बेरमा नै दाइले मेरो पुथीमा फुसी फाल्नुभयो। तातो भएकाले भित्रसम्म पोल्यो। अनि दाइ सिधै आफ्नो कोठामा जानुभयो। म भने बल्ल बल्ल उठेँ। पुथीमा रगत र फुसी लागेको थियो अनि निकै सुन्निएको थियो। कपडा लगाएर नुहाउन गए। हिँड्न नसक्ने भएको थिएँ। आमाले थाहा पाउनुहुन्छ भनेर कोठाबाट निस्किएन। पेट दुखेको भनेर खाना गएन। एउटा पेनकिलर खाएर सुतेँ। रातिको 3 बजेको थियो। मैले करुणा करुणा भनेको सुनेँ र उठेको त साथीको दाइले झ्यालबाट बोलाउनु भएको रहेछ। झ्याल खोले त्यसपछि दाइ मेरो कोठामा आउनुभयो। आउँदा बित्तिकै मेरो कपडा खोल्न थाल्नुभयो। दाइलाई नगर्नु न यस्तो भन्न थाले। दाइले नगराउन् बहिनीले सुन्छ भन्न थाल्नुभयो। म भने अघिकोले बिरामी जस्तै भएको थियो। दाइले आफ्नो कपडा खोलेर सिधै मेरो पुथीमा छिराउनु भयो। अघिको भन्दा अहिले खासै दुखेन। दुखेको पनि कम भयो। दाइले मेरो बुबु खाँदै दन्काउन थाल्नुभयो।
भर्खर त दुखे पनि आनन्द आएको थियो। दाइले पल्टाउनु भयो र डगी स्टाइलमा गर्न थाल्नुभयो। भर्खर त दाइको लाडो निकै भित्र पसेर होला निकै दुख्यो। दाइले एकैछिनपछि लाडो चुस्न भन्नुभयो। मैले नाइ भने तर दाइले गालामा हान्नुभयो। डराएर मैले मेरो मुखमा हालेँ। ठुलो भएकोले मुखमै अटेन। फेरि दाइले सुरु गर्नुभयो। मलाई नि आनन्द आएको थियो। कोठाभरि आवाज आएको थियो। मेरो कोठा साथीको र आमाको भन्दा अलिक टाढा भएकाले सुनेनन् होला। उता कहिले चाकमा पिट्दै छिटो छिटो गर्नुभयो। एकैछिनपछि दाइले मेरो पुथीमा फुसी फाल्नुभयो। उहाँ थाक्नु भएको थियो। तर मलाई मजा आएको थियो। त्यसैले म दाइको लाडो खेलाउने चुस्ने गर्न थालेँ। अनि दाइमाथि चढे। अनि तलमाथि गर्न थाले। निकै मजा आएको थियो। केही समयमा फेरि दाइले फुसी झारे। दाइ थाकिसकेको थिए। तर मलाई अझै गर्न मन थियो। त्यसैले दाइलाई आमालाई भनिदिन्छु नि भनेर गर्न लगाए। दाइ मन नलागी बिहानको 6 बजेसम्म गरे अनि आफ्नो कोठामा गए। आमा र म बाबालाई लिन खाजा खाएर गयौँ। बाटोमा हिँड्न सकेको थिएन। बाबालाई लिएर कोठामा आयो। दाइ र साथी बाहिर गएको रहेछन्। बेलुका आए अनि सँगै खाना खाएर भोलि गाउँ जाने कुरा भयो। राति सबै सुतेपछि म दाइको कोठामा गएर रातभरि चिक्यौँ। बिहान गाउँ गए। त्यस दिनदेखि भेट हुँदा हामी गर्ने गर्छौँ। अरू बेला फिल्म हेर्दै हँस्दै गर्ने गर्छु। साथीहरू मसँग भेट हुन मन छ र मलाई चिक्न मन छ भने कमेन्टमा यस लेख्नुहोला साथै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।